गर्दाखेरि तपाईँलाई थाहा छ तपाईँ धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो महावीर पुञ्जी। अध्ययनशील होइन म, होइन व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या। मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दै गर्दैन। पढ्दैन पनि किताब बेचेर हिँड्ने व्यक्तिले नपढे। मैले किताब नपढेको सुन्नु, किताब लेख्ने किताब नपढेको कम्तीमा चाहिँ 15 वर्ष भयो। किताब नपढेको 15 एउटा पनि किताब नपढेको 15 वर्ष भयो भइसक्यो। गाउँमा डोल्दाखेरि कहाँ किताब पढ्ने के, पढ्ने ठाउँ पनि त हुनु पर्यो, यस्तो अफिस हुनु पर्यो, केही हुनु पर्यो। गाउँमा दिनभरि डुल्यो, कसैको घरमा बसेर बेलुका गएर बासो बस्यो, खाना खायो अनि सुत्यो। अब त्यसको घरमा कहाँ पढिरह किताब पढिरहने। जनरल कुरा नसोध के ठोस कुरा सोध। यतै छ त फेरि जनरल कुरा सोध। मार्केटले मैले गरेको होइन, एकदमै चर्चा पाउनु भएको छ तपाईले, के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। म आफ्नो काममा व्यस्त छु। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन, जे भए पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन है, राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल। यहाँ मन्त्री भइसकेपछि भेट्न चाहिँ कस्तो कस्तो मान्छे आउँदैछ? सबै राम्रो। मान्छे भेट्ने काम त मेरो अहिलेदेखि होइन, जहाँ बाहिर बस्यो भने भेट्न आउँछ। राष्ट्रिय आविष्कार केन्द्रमा बिहानदेखिको मान्छे भेट्न आउँछ। वीरगञ्ज कृषि औजार कारखाना गयो भने त्यहाँ बस्यो भने त्यहाँ पनि मान्छे भेट्न आउँछ। ल चौरा नजिकको रापती नदीमा भएका माछाहरू म मन्त्री भएर अब मैले त्यो राष्ट्रिय आविष्कार केन्द्रको बनाउने स्थापना गरेँ। भोलि मैले 1 रुपियाँ पनि छुट्याउन पनि पाउँदैन, पाए पनि म छुट्याउँदैन। तर मानौ मैले आविष्कार केन्द्रलाई मैले बजेट छुट्याएँ भने त्यो ठुलो भ्रष्टाचार हुन्छ, अख्तियारमा जान्छ। आप कहाँ थे ज्ञानी बाबा? तपाईँको कार्यकालमा त देशभरि एउटा अभियान सुरु गर्नुहोस् न, राजनीतिक पार्टीका भातृ संगठनहरू खारेज गरिदिनुहोस् न, सकिँदैन? कागजमा खारेज गरेर हुँदैन क्या। होइन, यहाँ साधन त सुत्नेहरू भनेको त कतिपयको आफ्नो डेरा हुन्छ होइन, त्यो डेरा हुनेहरू आफ्नो डेरातिर जान्छन् र यहाँ डेरा नै नभएको भुक्काहरू भनेको चाहिँ छन्। यहाँ करिब 30-35 जना भुक्काहरू छन्। यो सबैलाई भन्दाखेरि नितान्त रूपमा मैले जे गरिरहेको छु यो चाहिँ के हो त भन्दाखेरि मैले चाहिँ समय बिताउनुको लागि, टाइम पास भन्छ नि मान्छेले, केही पाएन भने मान्छेहरूले के गर्छ, टाइम पास गर्नको लागि तास खेलौँ भन्छ नि। एक दिन बिहानमा टहलिन निस्किनु भएको रहेछ अनि 2 जना महिलाहरूले सरलाई देखेर कानेखुसी गरेर महावीर पुन होइन भनेर कानेखुसी गर्नुभएछ। त्यसपछि भन्नु पनि भएको रहेछ तपाईँ महावीर पुन जस्तै देखिनुहुन्छ भनेर। सरले भन्नुभएछ मै हो महावीर पुन भनेको भनेर। अनि उनीहरूले पताएनछन्। अब अनुहार मात्रै महावीर पुनको जस्तो भएर भएन, दिमाग पनि महावीर पुनको जस्तो चाहियो भनेर ती महिलाले महावीर पुनलाई नै भनेछन्। संसदमा हिजो पनि 1-2 जनाले बोल्नु भयो रे, आज पनि बोल्नुहुन्छ रे रौदाई भनेर मलाई यहाँ भन्ने कानमा भन्ने मान्छेहरू आइसक्यो। मैले भने बोलेर केही पनि हुँदैन, बोलेर मात्रै हुने भएदेखि अहिलेसम्म सबै कुरा भइसक्यो। होइन मैले किताब त टी-सर्टको एउटा किताब किन्दैन होइन, मैले मैले आजभोलि के भन्छु भने यो पुरस्कार पदक सम्मानहरू दिनु पर्यो भने कसैले अलि यङ मान्छेलाई दिनुहोस्।
जसलाई चाहिँ हौसला आओस् हामी जस्तो मान्छेहरूलाई दिएर केही हौसला आएर पनि केही गर्ने के गर्न सकिन्छ। होइन काठमाडौँ आउनुभयो मन्त्री पनि भन्नुभयो तपाईँले म शिक्षा मन्त्री चाहिँ बन्दिनँ भनेर भन्नुभएको थियो नि महावीर पुनजी। मन्त्री बन्दैन भनेको शिक्षा मन्त्री मात्र होइन क्या, विज्ञान म चाहिँ मन्त्री भन्नु तपाईँ तयार हुनुभयो तर शिक्षा मन्त्री चाहिँ म बन्दिनँ भन्नु। होइन विज्ञान मन्त्री मात्र होइन, म कुनै पनि मन्त्री बन्दिन। यो मन्त्री बन्ने खाले मान्छे होइन म। इतिहास एकपल्ट तपाईँले रच्नु भयो नि त, किनभने एकजना सरल व्यक्ति असल व्यक्ति एउटा वैज्ञानिक आज देशको शिक्षा मन्त्री बन्नुभएको छ। मैले रचे होइन नि, इतिहास चाहिँ एउटा के हो भने परिस्थितिले रच्यो, त्यसको म एउटा पात्र भएँ क्या। बौलालाई साथ दिए पो हो। जस्तो कुनै उद्योगपतिले अथवा विनोद चौधरी जस्तोहरूले रुद्र पाण्डे भाइ जस्तोले नै पनि कुनै नयाँ काम गर्नु पर्यो भने उनीहरूले ब्याङ्कबाट लोन पनि प्रशस्त पाउँछ, उनीहरूको सम्पत्ति पनि छ, उनीहरूले त्यो बौला हुनु पर्दैन कि। सिर्फ राम्रोसँग योजना बनाउनु पर्छ, राम्रोसँग योजना बनाएर काम सुरु गरेर पुग्यो उनीहरूलाई। तर म जस्तो मान्छे जसको चाहिँ आफ्नै बस्ने खाने ठेगान छैन, जसको चाहिँ केही छैन, त्यो मान्छे बौला नभएर अनि के गर्ने? त्यस कारणले कानुन नबदलिसम्म नेपालमा केही हुन्न। ल आन्दोलन सुरु केटा भनेर चाहिँ मैले आफैलाई भनेको, मैले कोहीसँग अरू केटालाई भनेको होइन। प्रचण्डले आन्दोलन त्यो आफ्नो नाम चाहिँ आफ्नो जस लिनको लागि आन्दोलन गर्न पठाएको रहेछ महावीर पुनलाई। महावीर पुन चाहिँ खुरुक्क गएको रहेछ भनिरहेछ। म कसैले भनेर खुरुक्क मान्ने मान्छे हो? अहिलेसम्म कोही कसैले भनेको मानेको देखाएको छ कसैले अहिलेसम्म? अब आउने उसमा चाहिँ चुनावमा चाहिँ नयाँ मान्छे चाहिँ आउनु, नयाँ आउनु पर्यो, काम गर्ने मान्छे आउनु काम गर्नु पर्यो, तपाईँ पनि आउनु पर्यो भन्छु म त कहाँ युवा हो त।